हेलो एभ्रिवान, आज चाहिँ हामी पाल्मा स्पेन जान लागेको। हतार हतार गरेर ट्रेन चढियो। धेरै टाइमपछि चाहिँ हामीहरू भ्याकेसनमा जाँदै थियौँ र हामी धेरै एक्साइटेड थियौँ। फाइनली ट्रेनको यात्रा सकेपछि चाहिँ हामीहरू एयरपोर्टमा आयौँ। एयरपोर्टमा केही घन्टा वेट गरिसकेपछि चाहिँ हामीहरू एरोप्लेनभित्र चढ्न थाल्यौँ। एरोप्लेनभित्र चाहिँ डर त लागिरहेको थियो, तर पनि म चाहिँ एकदम खुसी भइरहेको थिएँ होइन। गाइजहरू, भ्याकेसन भनेको धेरै छिटो आउँदैन र काम धेरै गरिरहेपछि एकदम फ्रेस केही गरममा जस्तो हुँदाखेरि चाहिँ एकदम खुसी पनि लाग्दो रहेछ, डर पनि लाग्छ अब एरोप्लेनमा भइसकेपछि। गाइजहरू, पाइलटले चाहिँ अब ल्यान्ड हुँदैछौँ भनेपछि मेरो एक्साइटमेन्ट लेभल चाहिँ एकदम हाई भएको थियो। अनि त्यो झलमल देखेर त वाउ, म चाहिँ भगवान्माथि एकदम थ्याङ्कफुल छु। हामीलाई एकदम राम्रोसँगले लिएर आइदिनु भयो। म चाहिँ एकदम खुसी थिएँ नयाँ ठाउँमा आउँदा। गाइज, क्यान यु बिलिभ, ओ माई गड, मेरो बाल्कोनीबाट यस्तो राम्रो भ्यू देखिँदो रहेछ।